देख्न सक्नुहुन्छ गाइज, यो चाहिँ मेरो 1 महिनामा निस्केको फेसबुकबाट आएको पेमेन्ट हो। घरमा कसैले पनि थाहा छैन छोराले यति धेरै पैसा कमाउँछ फेसबुकबाट भनेर। अब सिधै घरमा गएर यो पैसा दिन्छु, सबैलाई म छक्कै पार्छु। हे गाइज, आज चाहिँ मेरो लागि एकदम खुसीको कुरा हो साथीहरू। आज चाहिँ मलाई फेसबुकले यति धेरै पैसा मलाई हालेको छ कि म एकदमै खुसी छु। र आज चाहिँ म त्यो पैसा निकाल्न लागि चाहिँ म ब्याङ्क जाँदैछु। र यो तपाईँहरूले देख्न सक्नुहुन्छ, यो झोलामा चाहिँ म आज मस्तले त्यो पैसा हालेर तपाईँहरूलाई देखाउने छु कति पैसा चाहिँ फेसबुकले मलाई दियो भनेर। जे होस्, खुसी लाग्छ साथीहरू। अब घरमै बसेर भए पनि अलिअलि के गर्न सकिरहेछ, विदेश जानु परे होइन, नेपालमा बसेर के गर्न सकिरहेछ। एकदम खुसी लागिरहेछ त्यो कुराले चाहिँ। देख्न सक्नुहुन्छ गाइज, यो चाहिँ मेरो 1 महिनामा निस्केको फेसबुकबाट आएको पेमेन्ट हो। अब यसमा कति जति छ त पैसा? 1,30,000 साथीहरू। 1 महिनामा 1,30,000 फेसबुकबाट आएको पेमेन्ट। नेपालमै बसेर यति धेरै गर्न सकिन्छ भने किन जानु पर्यो विदेश? नेपालमै बसेर गर्नु पर्यो नि त, होइन र? र मलाई फेसबुकले यति धेरै पैसा दियो अहिलेसम्म। आम्मामा म एकदमै खुसी छु साथीहरू। यति धेरै पैसा आप्पे 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 लाउनु ठुलो भाइ, दाइले पढाउनु भएको पैसा लाउनु। ल यो पैसा चाहिँ गाइज हाम्रो यहाँ ठुलो मम्मीको हो। दाइले विदेशबाट पढाउनु भएको थियो, त्यो भएर मैले चाहिँ उहाँलाई दिएँ। त्यो पैसा मेरो होइन है त, जस्ट मैले तपाईँहरूलाई चाहिँ मजाक गरेको मात्रै हो। भिडियोमा चाहिँ मजा आयो नि साथीहरू। यति धेरै पैसा कहाँ आउँछ त मेरो? आउँदैन साथीहरू। के गर्ने? भिडियो लास्टसम्म हेरिदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। ल है त।